वेलकम टु माई युट्युब च्यानल सबैहरूलाई स्वागत छ। आज म एउटा कुरा के भन्न गइरहेको छु भनेदेखि पैसा पैसा भनेको के लाग्छ हजुरलाई? पैसा कमाउनु ठुलो कुरा हो त? के साँच्चीकै पैसा कमाउनु ठुलो कुरा हो? कमेन्ट गर्नुहोस् है। के तपाईँ पैसा कमाउन चाहनुहुन्छ? कमेन्ट गर्नुहोस् है। के तपाईँ पैसा कमाउनु चाहनुहुन्छ कि इज्जत मान मर्यादा कमाउन चाहनुहुन्छ, प्रतिष्ठाहरू? कमेन्ट गर्नुहोस् है त। पैसा कमाउनु एकदम ठुलो कुरा हो नि है। जिन्दगीमा पैसा बिना केही पनि हुँदैन। हामी पैसा भएनौँ भनेदेखि भोक मर्नुपर्छ। न लगाउन पाउँछौँ, न बस्नलाई राम्रोसँग पाउँछौँ होइन। तर पैसा नै सबैभन्दा ठुलो खुसी हो त। पैसाले सधैँ खुसी बनाउँछ त। एकदमै नि पैसाले खुसी पनि बनाउँछ, दुखी पनि बनाउँछ होइन। हरेक कुराको पोजिटिभ र नेगेटिभ पाटो भए जस्तै पैसाको पनि पोजिटिभ नेगेटिभ पाटो भने अवश्य रहेको छ। अनि आज एउटा कुरा भन्न गइरहेको छु मैले होइन। त्यो कुरा चाहिँ रहेको छ, पैसा कमाउन ठुलो कुरा हो कि पैसा बचाउन? तपाईँलाई के लाग्छ? जतिजना पनि भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू कमेन्ट गर्नुहोस् है। पैसा कमाउनु ठुलो कुरा हो या त पैसा बचाउनु ठुलो कुरा हो? एउटा उदाहरण दिन गइरहेको छु। मानौँ ए भन्ने व्यक्तिले महिनाको 1 लाख कमाउँछ। वाउ, 1 लाख रुपियाँ पैसा कमाउँछ, खतरा मान्छौ नि। बी भन्ने व्यक्तिले महिनाको 60,000 कमाउँछ। ए भन्दा त बीले थोरै पैसा कमाइरहेछ नि। तर तपाईँलाई यो दुईटा बीच कसले एकदम पैसा कमाइरहेको जस्तो लाग्छ? अवश्य ए हो नि होइन। तर यहाँ अर्को कुरा जोडिन्छ। ए भन्ने व्यक्तिले 1 लाख रुपियाँ कमाएर 1 लाख रुपियाँ खर्च गर्छ, सबै सकाउँछ। बी भन्ने व्यक्तिले 60,000 कमाएर 50,000 खर्च गरेर 10,000 चाहिँ सेभिङ गर्छ। ल भन्नुहोस्, यहाँ पैसा ए र बी मध्ये कसले धेरै कमाउँछ? कोसँग धेरै पैसा हुन्छ? अवश्य पनि एसँग हो नि होइन। तर दिमाग घुमाएर सोच्नुहोस्, ए होइन बीसँग हुन्छ, किनकि उसले 60,000 कमाए पनि 50,000 खर्च गरेर 10,000 सेभिङ गरेछ। ए भन्ने व्यक्तिले चाहिँ 1 लाख कमाएर 1 लाख खर्च गरेछ, उसँग रह्यो पैसा जेरो। उसले 1 लाख कमाए पनि उसको भ्यालु उसँग भएको पैसा त जेरो हो नि होइन। त्यसै कारणले गर्दा पैसा कमाउनु ठुलो कुरा होइन, पैसालाई बचाउनु, पैसाको भ्यालु चिन्नु, महत्त्वलाई चिन्नु ठुलो कुरा हो। यसैले हामीले जति पनि एकदम दुःख परिश्रम मेहनत गर्छौँ होइन, त्यसको 10% मात्र आफ्नो लागि, परिवारका लागि, भविष्यका लागि छुट्याउँ। के थाहा भोलि कस्तो दिन आउन सक्छ? न तपाईँले देखेको छ न मैले देखेको छु। यसैले पैसा कमाउनु मात्र ठुलो कुरा नभएर पैसालाई सही सदुपयोग गरी आफ्नो भविष्यका लागि र आफ्नो परिवारका लागि सोच्नु पनि ठुलो कुरा हो जस्तो लाग्छ। पैसाले होइन आरामदायी सुखी जीवन त देला होइन, तर खुसी भने पक्कै सबैलाई दिन नसक्छ। खुसी भने पक्कै सबैलाई नमिल्न पनि सक्छ। यसैले पैसा के हो बुझ्नै सकिरहेको छैन। नभई पनि नहुने, भए पनि नहुने। छैन त एकदमै धेरै चाहना हुन्छ, छ त पनि खुसी मिल्दैन होइन त। एकदम मुस्किल छ नि है। मैले के बुझ्न सकुँला र होइन यस्तो कुराहरू। त्यही पनि हजुरहरूले लास्टसम्म भिडियो हेरिदिनु भयो, थ्याङ्क यू सो मच। कमेन्ट गर्नुहोस् है त हजुरलाई के लाग्छ।